यो के हो हजुरहरु आफै हेर्नुस् तपाईँ बस्नु अर्को मान्छे उभिन्छ तपाईँ पछाडि जानुहोस् शिक्षक हो तपाईँ सबैजना शिक्षक हुनुहुन्छ सबै शिक्षकको कलममा ताकत छ हो र यो ताकत हामी सरकारले हेराउने हो सबै शिक्षकको कलममा ताकत हो भइहाल्छ नि गुरु भइहाल्छ अब शिक्षकको कलममा शिक्षकको कलम हो जादु आइसक्यो मेरो हातमा तपाईहरु प्रत्यक्ष हेरिराख्नु भएको छ हैन आमा छोरा हैन खोला भइहाल्यो हुन्छ तपाईले त हेरिसक्नु भयो एउटा फोडा अरुलाई न यो रुमाल हैन हो रुमाल हजुर सर बेग भारी होला राखेन तपाईँले जाने नि उठ्न यार दुईटा रुमाल मेरो हातमा छ हैन एउटा रुमाल सरको हातमा छ अब हेर्नुस् दुईटा रुमाल मेरो हातमा सरको हातमा एउटा रुमाल ठीक छ अब यो शिक्षक शिक्षिका बुझौ एकछिनको लागि यो शिक्षक शिक्षिका बुझौ यो दुवै शिक्षक शिक्षिका हात जोडाएर अनि कहाँ आउनुभयो त काठमाडौँ केन्द्रित आन्दोलनमा आउनुभयो कहाँ आउनुभयो काठमाडौँ केन्द्रित आन्दोलनमा आउनुभयो र उहाँहरूले शिक्षक एकता जिन्दाबादको नारा लगाउँदै शिक्षक एकता जिन्दाबाद भने यो शिक्षक शिक्षिकाले नारा लगाउँदै हुनुहुन्छ हाम्रो माग नयाँ शिक्षा ऐन हाम्रो माग अनि यहाँ शिक्षक शिक्षिकाज्यूले नारा लगाउँदै हुनुहुन्छ शिक्षक एकता यो नारा लगाउँदै हुनुहुन्छ दुईजना हैन अब उहाँहरूको बच्चा घरमै छुट्यो यो बच्चा बुझौँ एकछिनको लागि बच्चा बुझौँ अनि यो बच्चा घरमै छुट्या छ आमा बुवा यहाँ 12 दिनदेखि आन्दोलन गर्दै हुनुहुन्छ बाबुले घरमा बसेर न्युजमा हेर्दैछ यो त शिक्षकको आन्दोलन एकदम महासंग्राम चलिरहेछ सरकारसँग आफ्नो माग स्थापित गराएरै घर आउनेछ अनि बाबुले यो मिडिया मार्फत उहाँलाई थाहा भयो कि धेरै सशक्त आन्दोलन भइरहेछ अनि बाबुलाई पनि मन लाग्यो काठमाडौँ आएर आमा बुवासँगै शिक्षक एकता जिन्दाबादको नारा लगाउन अनि बाबुले के गर्नुभयो भने बाबुले बसमा चढ्नुभयो कहाँ चढ्नुभयो बसमा चढ्नुभयो अनि बस के भयो त घुम्दा घुम्दै कहाँ आयो त काठमाडौँ आइसक्यो बाबु बसमा बसेर कहाँ आउनुभयो त काठमाडौँ अनि काठमाडौँ यति महासंग्राम सबै गुरुजीहरूको आन्दोलन भइरहेछ अनि त्यो बच्चा घुम्दा घुम्दै आफ्नो आमा बाबुसँग यहाँ भेट्नुभयो अनि आमा बुवासँगै बच्चाले पनि शिक्षक एकता जिन्दाबादको नारा लगाउँदै हुनुहुन्छ ताली बजाउनुहोस् शिक्षक एकता अनि आमा बुवासँगै उहाँको छोराले पनि नारा लगाउँदै हुनुहुन्छ बच्चाले पनि आएर लगाउँदै हुनुहुन्छ अब सरकारले जबसम्म हाम्रो माग पुरा गर्नुहुन्न तबसम्म यहाँ हेर्नुहोस् कति नानी बाबुहरू पनि आउनुभयो नानी बाबुहरू पनि आउनुभएको नानी बाबु यहाँ हुनुहुन्छ अब यहाँ पनि नानी बाबु आउनुभएको छ के गर्दै हुनुहुन्छ नारा लगाउँदै हुनुहुन्छ अब सरकारले जसरी भए पनि हाम्रो माग पुरा गर्नै पर्छ यो शिक्षकको ताकत बुझ्नै पर्छ जबसम्म शिक्षकको कलमको ताकत बुझ्नुहुन्न हामी यस्तै अब जानेवाला छैनौँ जति ललिपप देखाए पनि अब गुरुहरू मान्नेवाला छैन शिक्षक एकता अब अर्को जातिमा